नमस्कार साथीहरू, आज चाहिँ मैले चिकनको अचार बनाउन लागेको छु, जसको लागि चाहिँ मैले 2 केजी बोनलेस चिकन लिएको छु भने यसमा चाहिँ नुन र बेसार राखेर फर्स्टमा 2 आवर्स जति मैले यसलाई म्यारिनेट गर्न छोडिदिएँ र यसलाई ढाकेर मजाले राखेपछि म चाहिँ यसलाई चाहिने अरू सामानहरू जुन घरमा थिएन त्यो सामान लिनको लागि एकछिन बाहिर गएँ अनि 2 आवर आउँदाखेरि चाहिँ म्यारिनेट भएर यस्तो भएको थियो। अनि यसलाई एकचोटि मजाले चलाएर अनि तोरीको तेल मजाले तात्ने गरी तताएँ अनि त्यसपछि फ्राई गर्नलाई राखेँ। 2 केजी चिकन एकैचोटि राम्रोसँग फ्राई हुँदैन होला, जस्तो लागेर मैले चाहिँ हाफ गरेर गरेँ। एकचोटि आधालाई फ्राई गरेँ अनि पछि बाँकीलाई नेक्स्ट राउन्डमा गरेँ। चिकनलाई चाहिँ मजाले नै फ्राई गर्नुपर्ने हुन्छ। यसलाई चाहिँ भाँडामा लाग्छ कि भनेर छिनछिनमा चलाइराख्नुपर्ने हुन्छ। चिकन यता फ्राई हुँदै गर्दा मैले यता मसला पनि रेडी गर्दैछु। मसलालाई चाहिँ मैले सबैलाई हल्का ड्राई रोस्ट गरेर राखेको छु भने अब यता चिकन पनि यतिको भएको छ। अब हाम्रो चिकन चाहिँ फ्राई भएर अलमोस्ट रेडी भइसकेको छ। यसलाई एकछिन यसरी चलाएर अनि फर्स्ट लटको चिकनलाई निकाल्ने अनि फेरि नेक्स्ट लटकोलाई फ्राई गर्नलाई राख्ने। एक लटको चिकन चाहिँ मैले सबै निकालिसकेँ। अब यही तेलमा फेरि अर्को लटको चिकनलाई राख्ने फ्राई गर्नको लागि। त्यसलाई एकछिन तताएँ अनि त्यसपछि यसरी नेक्स्ट लटको चिकनलाई पनि त्यसमा राखेँ। यता सबै चिकनलाई चाहिँ फ्राई गर्नलाई राखेपछि म चाहिँ ड्राई मसलाहरूलाई ग्राइन्ड गर्न गएँ। अघि जुन रोस्ट गरेर राखेको थिएँ त्यसलाई ग्राइन्ड गरेँ अनि त्यसपछि मैले अदुवा लसुन र खुर्सानीको पेस्ट रेडी गरेँ। त्यसलाई पनि ग्राइन्ड गरेर रेडी गरेँ। एकै ठाउँमा गरेँ। अदुवा लसुन र खुर्सानीलाई मजाले ग्राइन्ड गरेँ। अदुवा लसुन र खुर्सानीको पेस्ट चाहिँ यस्तो भएको थियो। अनि त्यसपछि चिकन चाहिँ यता रेडी हुँदै थियो। चिकन पनि फ्राई हुँदैछ अनि मैले इमलीको पनि पेस्ट रेडी गरेँ। इमलीलाई मजाले भिजाएर यसलाई छानेर अनि मैले यसको यतिको बनाएँ इमलीको पेस्ट। अनि यता चाहिँ अदुवा लसुनलाई झान्नको लागि काट्दैछु, यो रेडी गर्दैछु। अनि अदुवा र लसुनलाई यतिको लामो लामो बनाएर काटेँ। अनि सबै चिकनहरू फ्राई भइसक्यो। चाहिँ लास्टमा यति सबै कुराहरू राखेर म चाहिँ अब अचार बनाउनको लागि सबै इन्ग्रिडियन्ट्स रेडी भयो। अनि अब चाहिँ पालो छ अचार बनाउन सुरु गर्ने। मजाले कराई बसालेँ, त्यसमा तोरीको तेल राखेँ, मजाले राखेर मेथी फुराउने अनि मैले हल्का सौँफ राखेँ। अदुवा लसुनको पेस्ट पनि राखेर यसरी चलाउँदै यसमा नै मैले तिल पनि राखिदिएँ। तिल चाहिँ अप्सनल हो। अनि अदुवा लसुनको पेस्ट पनि राखेर मजाले चलाउँदै अनि अघि ड्राई रोस्ट गरेर ग्राइन्ड गरेको मसलालाई पनि यसमै राख्ने। मसला सबै राख्ने अनि अब अघि हामीले फ्राइड गरेको चिकनहरू सबैले राखेर मजाले चलाउने। नुन चाहिँ हामीले फर्स्टमा म्यारिनेट गर्दा हालिसकेको हुनाले
स्वादअनुसार थोरै मात्रै राख्नुपर्छ। बेसार पनि फर्स्टमै हालिसकेको भएर पछि नै हाल्दा पनि हुन्छ, अथवा हजुरलाई हल्का कलर मनपर्छ भने थोरै थप्दा हुन्छ। मैले चाहिँ यसरी बनाएको छु। अब हजुरहरूलाई कस्तो मनपर्छ त्यही अनुसार। यति भएपछि अलमोस्ट रेडी भइसकेको छ। अब यसमा चाहिँ मैले इमलीको पेस्ट, जसले चाहिँ टेस्टको लागि, त्यसले चाहिँ यदि इमलीको पेस्ट छैन भने चाहिँ हजुरहरूले भेनेगर पनि हाल्न सक्नुहुन्छ, अथवा कागती चाहिँ त्यति रिकमेन्डेड होइन। इमलीको पेस्ट हालेर मजाले चलाउने। त्यसपछि इमलीले चाहिँ एकदम गेम चेन्जर हो। यो चाहिँ हाम्रो अचार रेडी भइसकेको छ। मलाई चाहिँ कस्तो खाउँ भएर मैले एउटा टेस्ट गरेँ, एकदमै मिठो भएको छ। अनि यसलाई चाहिँ यसरी राखेर मजाले सेलाउन दिने। इमलीको पेस्ट अलिकति बाँकी भएको भएर मैले थपेको है, यता कचौरामा थियो त्यो राखेको। अनि मजाले सेलाउन दिएर यसलाई चाहिँ राखेर पछिसम्मलाई मजाले खान सकिन्छ। लङ टर्मसम्म पनि केही हुँदैन।